कापुचे नेपालको सबैभन्दा तल्लो उचाइमा रहेको हिमताल प्राकृतिक सुन्दरताले भरपूर गन्तव्य बनेको छ। सिक्लेस हुँदै रमणीय पदयात्राले कापुचे पुग्न रमाइलो पार्दछ। हिमाल, झरना, गुरुङ सांस्कृतिक र रमाइला सम्झनाहरू साथ बोकेर हामी अहिले अगाडि कापुचे तालतर्फ लाग्दैछौँ। कापुचे पुग्नु अघि बाटोमा के कस्ता परिस्थितिहरू आए त अबका पुरा भिडियो। कुनै बेला अब छिटो जानु पर्यो भने चिया बिस्कुट खाएर जाने। हजुर। अब माथि जानु सुसाङ ब्लगको नयाँ भिडियोमा फेरि पनि हजुरहरूलाई स्वागत छ। आज हामी कापुचे तालतर्फ जाँदैछौँ। अहिले हामी आपटाडीमा आइपुग्यौँ र आपटाडीमा एकछिन बसेर सबैजनालाई भेटघाट गर्दै हामी मुगलिन, पोखरा, सिक्लेस, हुगु हुँदै कापुचे तालतर्फ जानेछौँ। दस बजे भनेको 11:30 भयो ल। हिँड्नु को अगाडि बिस्तारी को हिँड्ने हो? तिमीलाई यतैबाट लानु पऱ्यो होइन? क्यामेरा रेडी पार। को बिस्तारी हिँड्छ? हिँड्नु अगाडि। म यताबाट जान्छु क्या, यो भिडियो गर्ने रे छिरेको। चाँडो कपडा अलिअलि हाल्ने है हाइनेक साइनेक ब्यागमा सबै छ क्या मेरो व्यवस्थित हो। हामी चाहिँ भिडियो गरेर यताबाट जाने अब। के गर्ने यस्तो? हामी चाहिँ सिक्लेसतिर अगाडि जाँदैछौँ। यो चाहिँ पोखराबाट बुद्धचोकबाट अगाडि गई पार्टनर दादाहरू। सो गाइस हामी चाहिँ अहिले पोखरामा आएर यहाँ अब यो थन्कमनको अब हामी फ्रेस भएर अनि नचाहिने लुगा यही पोखरामा राखेर अब हामी जाँदैछौँ सिक्लेसतर्फ। आजको हाम्रो बसाइ सिक्लेसमा हुन्छ भने भोलि कापुचे पुग्ने हिसाब छ। अब के कसो हुन्छ त्यो बिस्तारै बिस्तारै हेर्दै जाउँला। सो अहिले चाहिँ म यहाँ राइड पनि गर्दैछु। यसो साइडमा हेरेर भन्दै पनि छु नचाहिने नचाहिनेबाटहरू चाहिनेबाट केही छैन। सो त्यही अब के हुन्छ हेर्दै जाऊँ। सो सियु वान एनदर। हाई गाइज, हामी पोखरामा छौँ। यो चाहिँ हाम्रो मेकानिक दिदी। So guys, finally we are heading toward जर्नी सुरु हुँदैछ। यस्तै यसरी हामी दुईजना, यता तीनजना, यता चारजना, दुईजना चाहिँ भागे कता भागे कुनै थाहा छैन। सो यस्तै हो। भ्लगमा तपाईँहरूलाई स्वागत छ। हामी चाहिँ हिँडेको त्यो कापुचे घरमा चाहिँ केही पनि भनेको छैन, नभनिकन कापुचे हिँडेको। सो गाइस हामी चाहिँ फाइनली सिक्लेस लागि माथि लाग्यौँ। दाइ, दिदी, भाइ दुईजना अगाडि गइसक्नु भयो। अब लाग्नेछौँ। हेलो, अहिलेसम्म यात्रा के कस्तो भइरहेछ दाइ? ठिक छ, रमाइलो भइरहेछ। मजा लागिरहेछ, इन्जोइङ सो मच। 1 2 3 गो। अफरोड आउँदैछ। ओए युट्युबमा जान्छ नि।
हालमा चाहिँ बुढाबुढी त के छ होइन के कसो यात्रा कस्तो छ परायो है हाम्रो टक्क ठिक छ राम्रो कस्तो वाला आउँछ अघि है कस्तो दामी सर्ट रेनकोट घरमा सुरल सब धोएर रेनकोट लगाएर आएका यस्तो यस धुलो नलागोस् भनेर तिमीलाई तिमीले चाहिँ के हो आफ्नो त फाट्याहरूले फालेर छोडेको कपडा लगाएर आएको म त ल जाऊँ गाइस हामी अहिले पोखराबाट मासतिर हुँदै सिक्लेस आइपुग्यौँ सिक्लेस भन्नाले सिक्लेस र टान्टिङ छुट्टिने जुन दो बाटो छ त्यहाँ आइपुग्यौँ यहाँनिर हाम्रो प्रहरी साथीहरूले पुरै चेकिङ गरेर यहाँ समात्दै हुनुहुन्छ बाइकहरू अनि स्कुटीहरू समात्नु हुँदैछ भनेपछि यताबाट हामी सिक्लेस पुगिन्छ यताबाट तान्तिङ जानलाई यहाँबाट 16 किलोमिटर तर लाग्छ 1.5 घन्टा लगभग 8 देखि 16 किलोमिटर 1.5 घन्टा लाग्छ सो सिक्लेस यताबाट गइन्छ भनेपछि उयो हुँदै यहाँ ट्रकको बाटो हुँदै हामी सिक्लेस जाने ट्रक नै बजाउँदै हिँड्ने दिँदै हुनुहुन्छ हाम्रो सल्टी यहाँ छ यसरी जाने हामी दुईवटा बाटो माथिको तान्तिङ बाटो छोडेर अहिले गइसकेका छौँ हामी अब सिक्लेसतर्फ आज कति बज्यो भन्दाखेरि पनि कतिखेर पुगिन्छ भन्ने 16 - 2 14 4 4:30 भएछ मलाई गाइज सिक्नेस ब्लगले खुट्टा मेरो यस्तो हुँदा हुँदै गाउँको भिडियो बनाउनु पर्ने हो तर गाइज कपालको चाहिँ नाच छ कपाल भन्दा नि बाटो हेर्नु न गाइज राइडर केटो मैले राइड हाने है चल्ल यस्तो छ दादा चाहिँ प्योर पागल मान्छे हो हिलो है माइजु हिँड्न मान्छेको मैले भनेको नि तिमीलाई मैले भनेको अहिले हामी बाटोमा घुम्दै नाच्दै हिलोमा लतपतिँदै हुँदै खिलाङ गाउँ प्रवेश गऱ्यौँ खिलाङ गाउँ प्रवेश गर्दै गर्दा हामीलाई धेरै बाटोले दुःख दियो अहिले हामी खिलाङमा चिया नास्ता गरेर हाम्रो केही थकाइलाई यहीँ विश्राम गर्ने निर्णय गऱ्यौँ र एकैछिन विश्राम गरी अब सिक्लेसतर्फ अगाडि बढ्यौँ म के भन्नु गएर आन्टीलाई ओइ साइकको कन्टेन्टको नाममा जुत्ता हौ 25 छैन कसैको गाइज हामी चाहिँ यस्तो बाटोमा कुद्दैछौँ फेरि 1 सेकेन्ड हामी कुद्दैछौँ यो त खेमेको पारा भइगयो त अब धान त बिगाल्या भए फर्किन्छ तपाईँलाई मात्र मेरै हो कसरी पुग्नु मै बोक्छु त्यसले ल बस फेरि सो यस्तै हो गाइस कति मिनटको भिडियो 8 मिनट होइन 35 सेकेन्ड भिडियो त दामी कन्टेन्ट निक्लेको छ यार भिडियो त यस्तो छ नि दादा कस्तो भनेको इन्स्टाग्राममा हाल्नु
पनि वाइल्ड मजा आउँछ ए त्यो भिलेबाट नरोकौँ न यार, हामी त सरासर आएको हुन्छ त पनि छैन रोइदिन्छु अहिले म चप्पल खोज्दै चप्पलले पुरै यत्रो गोजीमा हेर्ने यार म त त्यही हिजो लगाएको चप्पल होला भनेको थिएँ कि त्यही सोचेँ त्यही रहन्छ यो त हुन्न भयो मामा यो त हुन्छ कन्टेन्ट के भन्दैछौ कन्टेन्ट हट्छ न कन्टेन्ट भेटियो कमेन्ट्री होइन भयो बस्नुपर्छ ढिला भइरहेको त्यो त्यहाँ भाँचिन्छ ए केही भएन कि हिँड न मेरो हात के भयो र पेल्नी चस्मा लाउनु जरुरी अगाडि हेर्छ न पछाडि भइसक्यो त अगाडि यसको हो क्या भिडियो राख्ने यो नि क्लिप मात्र राख्ने है अहिले अब म बोलेको होइन त्यो सुसँग दादाले उयो गरिहाल्छिन्छ नि म गरिदिन्छु बरु एडिट देख सकते हैं हम लोग हाय गाइस देख सकते हैं हम इधर है हम इधर किधर आए हैं हम भी इधर है हजुरको के जुत्ता छ कि चप्पल छ उहाँले चप्पल जुत्ता लाउनु जुत्ता तर यो बाइकको टायर भन्दा हाम्रो खुट्टा धेरै छ मेरो कपाल त दुम्सीको काँडा जस्तै रहेछ त यस्तो बाटो हिँड्न गाह्रो हुने बाटो चाहिँ यसो हेर्दा त्यो सुशान्त भ्लग्सज्यूले डोटभन्दा कमी होइन त्यो ओहो म यहाँ केही बोल्न चाहन्छु यिनले यहाँ भने होइन यताले स्टिक यहाँ के भने भन्दाखेरि यहाँ अलिअलि बाटो अलिअलि अप्ठ्यारो छ भनेर यिनले भने मैले स्टेपमा भने गाइज तर यो बाटोलाई अलिअलि भनेर कसले भन्छ लिटरली यस्तो यहाँ हेर आनन्दले चलाएर अरु कसैले बाइक बोक्यो मैले स्कुटी धरि लगाइदिएँ सिधै मान्छेहरूले कोहीले चप्पल लाएर हिँडेका छन् त्यो पनि आफ्नो होइन
अर्काको बुढीको बुढीको चप्पल चप्पल सो बुढीको चप्पल लाएर दाइ खाली उठाइ नै निकै नै यस्तै हो हामी एडभेन्चर टाइपको मतलब भइरहेछ एकदम रमाइलो भइरहेछ हाम्रो भ्लगमा तपाईँहरूलाई सबैलाई स्वागत छ तपाईँहरूलाई र म के भन्न चाहन्छु भन्दा भ्यू मुनिको तर लिटरली यस्तो बवाल भ्यू छ है ल यहाँ फोटो गाइज भ्यू अब हिँडिहालौँ पर्सि यो ठाउँमा एकछिन बसौँ ल सिक्लेस हेलो हामी ट्याक्क सिक्लेसको गेटमा आइपुगे हन् अब कहाँ के कसरी आउने होटल कहाँनिर आइडिया भएन साधन कहाँ राख्ने हजुर हजुर बेलुका साँझ पर्दै गर्दा हामी सुन्दर सिक्लेस गाउँ पुग्यौँ। समुद्री तहबाट करिब 1980 मिटरको उचाइमा रहेको सिक्लेस गाउँ गुरुङ संस्कृतिले भरिएको छ। सफा शान्त र नेपालकै सुन्दर गाउँमध्ये एक मानिने यो सुन्दर गाउँ हो। आजको रात हामी नमस्ते होटलमा बस्ने निर्णय गर्यौँ। होटलमा हामी फ्रेस भई स्वादिलो स्थानीय खाना खायौँ। हामीले खाना खाइसकेपछि बार्बिक्यू गर्ने निर्णय गर्यौँ र अगाडि बार्बिक्यू गर्नतर्फ लाग्यौँ। बार्बिक्यू गर्दै गर्दा रमाइला गफगाफ हाँसो र आजका यादहरूलाई समेट्यौँ। आजको रात अब यहीँ हामी अन्तिम गर्दै अब भोलि अथवा दोस्रो दिनको सुरुवात गर्नेछौँ। हामी बसेको होटलबाट अब चाहिँ हामी कापुचेतिर लागेको हाम्रो टिम चाहिँ यहाँ रेडी भइसक्यो सबजना। सो गाइस हामी चाहिँ यतिखेर हामी सिक्लेसबाट कापुचेको लागि अगाडि बढ्दै गर्दाखेरि बाटोमा ऐसलु भेटेर सबैजना ऐसलु टिप्दै हुनुहुन्छ। ऐसलु खाँदै दुईजना यहाँ छन् फेरि ल जान तिनजना जानु। सो हामी तिनजना चाहिँ चाँडो हिँड्ने बिस्तारै जान्छौँ। तिनजना ढिला नि चाँडो पठाइदिँदै छौँ। यस्तै छ हामी चाहिँ ऐसलु आनन्दले खाएर यताउति जोस रमाइलो गर्नेछौँ। अब के हो नि यार अब बाटो सबै यस्तै गोरेटोको बाटो हो। आज गएर हुगु गोठ बसिन्छ होला। गोठमा गएर हुगु गोठ अनि त्यहाँबाट त्यस्तै अनि यहाँनिर अरू बब्बाल भनेको यहाँनिर हिमाल देखिसक्यो के झन् नजिक पुगेर कति देखिदियो। सो बाई हामी कहाँ हिँड्छौँ कापुचे हिँड्दैछौँ होइन अहिलेको लागि चाहिँ कापुचे हिँड्दैछौँ। लास्टमा बाटो चाहिँ यस्तो 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 छ। फोटो चाहिँ कसरी देखाउन मिल्दैन अलिकति रोटेट वाला होइन। सो वी आर एक्चुअली सरी हाउ चाहिँ एकदम बवाल एकदम बब्बाल यस्तो पिसफुल छ नि यता कहाँबाट कराले कराएको छैन। एडभेन्चर 2 एडभेन्चर डे 2 हामी चाहिँ हुगु जान लगभग 4 घन्टा, कापुचे जान 5.5 घन्टा अनि हिन्सेन डाँडा जान यहाँबाट यता यो बाटो गोरेटोबाट हामी अहिले कापुचे जाँदैछौँ भनेपछि यतातिर जानेछौँ। पुल गरेर आइयो अब लाग्नेछौँ।
यहाँ 510 को च्यालेन्ज 2 जना बीच ढुङ्गा हानेर ऊ त्यो यो ढुङ्गामा सानो ढुङ्गा हानेर अनि यो ढुङ्गामा हान्न पर्यो है सानो ढुङ्गा यो ढुङ्गामा ठोक्काउनु पर्यो ल चाँडो ल 3 सर्ट ल 510 आयो 510 सिरियस 3 चोटि हामी यसरी यहाँ पानी चिसो खाएर बस्छ फ्रिजको भन्दा चिसो पोको यता यी पोको यसो गरे उताबाट आउँदै हुनुहुन्छ अब चाहिँ जानुपर्छ ल बब्बाल दाइ पानीसित डराएर के घुम्न निस्किनु होइन भोलि पुग्यो आज गए पनि पुग्दैन कोरी कहाँ गराउनु हाम्रो कोरी कहाँबाट आउनु भयो हाम्रो स्टाफै कोरी हाम्रो के कामको हाम्रो होटल हाम्रो एउटा जहाँ पुग्ने कोरीसम्म हाम्रो होटल हामी चाहिँ त्यहाँको स्टाफ हो अब आज त मैले हुगुमै होला बस्नु हजुर हुगुबाट कोरी कति टाढा 5 घन्टा 5 घन्टा बढी लाग्छ होला है जम बिस्तारै जान आनन्द होस् दाइ धन्यवाद त्यहाँ मोरै शरीरको सम्पूर्ण भाग भिजाएर निस्किनु म ल म 1 मिनेट किन 1 मिनेट रे 1 मिनेट 1 मिनेटमै मैले 1 मिनेट चाँडो यस्तो छ हालत पसिनाले मरेको छ हामीले ट्र्याक्टरमा हिँड्छौँ हामी उहाँ माथि कहाँबाट आएको थाहा छैन ऊ दादा ट्र्याक्टर भेट्यौँ हामी लगात अहिले मैले टाइम हेरेको अहिले ठ्याक्कै भनेको 4 बजेर 12 मिनट भए रहेछ हामी बिहान 5:30-6 बजेदेखि हिँडेको क्या अहिले हामी ट्र्याक्टरमा छौँ एकदम वाइल्ड कस्तो चाहिँ होइन उपर ट्र्याक्टर भनेको उपर सहयोगी रहेछ यार हामी अहिले हरियाली जङ्गल शान्त वातावरण र नदीको किनार हुगु गाउँ आइपुगेका छौँ। अब हुगु गाउँमा के कस्तो भयो स्थानीयसँगको थोरै गफ। जङ्गलमा 4वटा एकैचोटि आए यस्तो डराउन दियो नि सरस्वती हामीले बोलायो भने टोक्दैन त्यसको पाउहरू थियो के टोक्ने खालको पाउहरू सबै मान्छे टोकेर ए हामीले बोलायो भने केही नि गर्दैन पोर्ट्रेट हाल्छु धेरैजना टोक्यो नि यसको पाउहरू आमाहरूले भनेपछि हामी भोलि बिहानै अँध्यारोमा हिँड्यौँ भने नि कुकुरसँग डराउनु पर्दैन ए खास गरी यिनीहरूले के कपुचे मात्रै हो कि कुकुर पनि हो ए कपुचेबाटै खराब बिहान कति बेला सबभन्दा छिटो कति बेला निस्कन मिल्छ यहाँबाट हजुर अब त्यो त हामी त कुरीजनाहरू त 5 बजीदेखि पठाउँछ के रे कुरीजनाहरू किनभने 5 बजी उहाँ गएर आउँदाखेरि 9-10 बज्छ अनि यहाँ चाहिँ 10-11 बजी भित्र चाहिँ त्यहाँको कुरीजना निस्क्छ हामी अहिले हुगुको नमस्ते गेस्ट हाउस आउटलेट 2 आइपुगेका छौँ। हामी आज यहीँ बस्नेछौँ र अब यही स्थानीय अथवा होटल व्यवसायले के भन्नेछन् अबको भनाइ उहाँको। नमस्ते तपाईँको नाम चाहिँ? मेरो नाम चाहिँ पृथ्वीराज बुका। तपाईँ यहाँ कति वर्षदेखि हुनुहुन्छ? लगभग 4-5 वर्ष भयो। 4-5 वर्ष। तपाईँलाई यो ठाउँ चाहिँ कस्तो लाग्छ? यो ठाउँ धेरै राम्रो छ। यहाँबाट पोखरा गाउँ जानमै लाग्दैन। राम्रो लाग्छ धेरै। यसो तपाईँहरू त्यो उहाँ जाने कापुचे गइरहनुहुन्छ? कापुचे गइरहेको छ। यहाँबाट चाहिँ 1.5 घन्टा 2। यहाँनिर त्यो लाइनको समस्या चाहिँ किन? यहाँ चाहिँ अब हाइड्रो थिएन नि त, अहिले बन्दैछ हाइड्रो। बत्ती चाहिँ अब तार तानेर आएछ। हजुर सब यो सोलर हो? यही सोलर? यो सोलर
यो सोलरले तपाईँको कति चल्छ एकचोटि चार्ज भयो भने? एकचोटि घाम लाग्यो भने त अब न हामीले बत्ती बालेर राख्नुपर्छ फुल भयो भने हजुर नत्र पड्किन्छ नि त हजुर नत्र आएन भने चाहिँ हामीले बत्ती सब यस्तो मौसम चाहिँ कहिलेदेखि भएको? यस्तो मौसम 3-4 दिन भयो 3-4 दिन भयो त्यसो अहिले सोलर त्यही भएर त नचलेको सोलर चलेको छैन त्यही भएर प्याकेजको बारेमा चाहिँ प्याकेजको चाहिँ 2000 मा के आउँछ? 2000 मा लन्च आउँछ कति एकजनाको एकजना पर पर्सन 2000 एक लन्च एक हजुर बिहानको ब्रेकफास्ट हजुर अहिले खाना ब्रेकफास्टमा चाहिँ के पाउँछ? ब्रेकफास्टमा अब कुनै बेला अब छिटो जानु पर्यो भने चिया बिस्कुट खाएर जाने हजुर अब माथि जानु पर्यो भने खाएर त्यसो अलिक कम गरेर जोड दिन्छ होइन नत्र तरकारी अन्डाहरू यस्तो बनाएर ग्रुपमा आउँदाखेरि अलिकति डिस्काउन्ट हुन्छ कि हुँदैन? अब डिस्काउन्ट हुन्छ कुनै अब आएको बेला समस्या पऱ्यो यो होटलको नाम नमस्ते चाहिँ किन होला? नमस्ते अब दाइहरूले पहिला राख्नु है हजुर चर्चित भएको नमस्ते होटेल भनेर ए तपाईँलाई यसो उताबाट आउँदाखेरि सामानहरू ल्याउँदा कतिको समस्या हुन्छ? समस्या त धेरै समस्या हुन्छ तपाईँहरूलाई थाहा होला अब उकालो हामी हिँडेरै थाहा पायौँ धेरै समस्या हुन्छ धेरै समस्या हस् धन्यवाद दाइ धन्यवाद यहाँबाट के अरे हुगुको नमस्ते होटल आई थिङ्क सो यसको नाम नमस्ते हो होटलको नाम नमस्ते गेस्ट हाउसबाट हामी चाहिँ लिँदैछौँ हामी चाहिँ उहाँ जानुपर्ने कापुचे यस्तो यो ठाउँमा हामी बिस्तारै हामी चाहिँ अब 3 जना दिदी म अनि अशोक दादा जाँदैछौँ हामी चाहिँ अलिक ढिलो हिँड्ने भनेर दिदी अलिकति हिँड्न सक्छिन्न अनि हेरौँ बाटो कस्तो छ हिजोको बाटो आउने चाहिँ खराबै थियो अनि हिँड्न पनि हल्का गाह्रै भइरहेको थियो सो अब चाहिँ हेरौँ बाटो कस्तो छ यो चाहिँ हाम्रो ब्युटिफुल फ्लावर्सहरू यहाँनिर कुकुरहरू छ यार भयङ्कर ठुलो यत्रो ठुलो कुकुरहरू छ कि टो भने चोक्टाको चो पनि बस्दैन यार यस्तो खतरनाक कुकुर हातमा केही नबोक्दाखेरि चाहिँ आराम हुने रहेछ यार सूचना चाहिँ आफै पढ्नु होइन मसँग टाइम छैन यो सूचना पढ्ने हाम्रो चाहिँ दादा दिदीहरू आइसो अब हामी अगाडि बढ्छौँ बाटो चाहिँ फेरि यस्तो रहेछ है अहिले यस्तो बाटो हिँड्नुपर्ने आएको यस्तो बाटो छ बाटो पनि 2टा खुट्टा यसरी राखेर छोपिने बाटो छ हौ यहाँ झन् यस्तो गाह्रो छ त्यो कहाँबाट उहाँ टुप्पोमा पुग्नुपर्ने हो हेलो अशोक सर बाटो भनेको चाहिँ यस्तो छ गाइस तपाईँहरू बाटो हिँडेपछि भ्लगभन्दा बढी बाटोमा ध्यान दिनुपर्छ भन्दा अरू चाहिँ केही भएन कस्तो मेरो हात पकाएर स्टार्ट भएन तर कस्तो पोलो यार तर मलाई पोलेको छैन यार पोलेको कि भिजाएको हो यो चाहिँ नपोल्ने बाबु अहिले पोल्दैन एकछिन ट्राई गर यो चाहिँ नपोल्ने ट्राई गर होइन गर्नु छैन मलाई अब साँच्चै कस्तो छ धन्न धेरै चाहिँ छोएन ट्राई इट जस्ट ट्राई इट वेलकम टु कापुचे ग्लेसियर अहिले गाइड्स फाइनली आइपुग्यौँ यस्तोसँग भ्लग जिउ अहिले चाहिँ यसो ठाउँ साटेको होइन भ्लग गर्ने यो गाइड्स हामी यसको लागि आएको यहाँ ड्याम हामी कापुचे आइपुग्यो कापुचे ग्लेसियर रेक सबभन्दा कम हाइटको एल्टिट्युड रहेको होइन सो अब आउँदै यहाँनिर के लेख्यो भन्दाखेरि कापुचे हिमताल कापुचे ग्लेसियर रेक नेपालकै सबैभन्दा तल्लो उचाइमा रहेको हिमताल कापुचे करिब 2450 मिटरमा पर्दछ। तालको वरिपरि उभिएका हिमालहरू, निलो पानी, स्वच्छ ताल र शान्त वातावरणले जो कोहीलाई
मन लोभ्याउँछ। प्रकृति प्रेमी र पदयात्रा रुचाउनेका लागि कापुचे साँच्चै नै एकपल्ट अवलोकन गर्ने एक सुन्दर गन्तव्य हो। यो कापुचे यात्रा केवल गन्तव्यसम्म पुग्न मात्र होइन, बाटोभरि भेटिएका दृश्य, अनुभव र सम्झनालाई सँगालेर यात्रा बाँध्दै हामी अघि बढ्ने र प्राकृतिकको नजिक हुनु हो। हामी ताल, हिउँ र हिमाल हेर्न यो सिक्लेस कापुचे ट्रेक जीवनमा एकचोटि अवलोकन गर्नुपर्दछ।